नेपाली भाषा साहित्य र संस्कृतिका उज्जवल दीप आदिकवि भानुभक्त आचार्यको 213औं जन्म जयन्तीको पावन अवसरमा उपस्थित सबैमा शुभकामना व्यक्त गर्दछु। भानुभक्त आचार्य केवल कवि मात्र नभएर नेपाली आत्माको स्वर, नेपाली चेतनाको आधारशिला र नेपाली भाषाको पहिचान निर्माण गर्ने महान व्यक्तित्व हुन्। भानुभक्त आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा हुन्। उनको सम्मानमा यसरी भानु जयन्ती मनाउन थालिएको पनि दशकौं भइसकेको छ। आदिकवि भानुभक्त आचार्यका विषयमा खोज, अनुसन्धान, व्याख्या, विश्लेषण र भानु संस्कृति निर्माणमा भानु प्रतिष्ठानको ठूलो योगदान रहेको छ। आजको यस सुखद अवसरमा आदिकवि आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराए। उनले सिद्ध गरे साहित्य केवल विद्वानका लागि होइन, जनताको हृदयमा बस्ने भाषा हो। भानुभक्तको लेखनीले नेपाली भाषालाई घर घरमा पुर्यायो, जन जनमा चेतना जगायो र हाम्रो सांस्कृतिक एकतालाई मजबुत बनायो। नेपालभित्र मात्र होइन, नेपाल बाहिर रहेका समस्त नेपालीलाई नेपाली भाषाले नै एकताको सूत्रमा बाँध्ने गरेको छ। भानुभक्तले रामायण दिए, रामायण सहित नेपाली साहित्यको महाकाव्य पायो। त्यही महाकाव्यको क्रम आजसम्म जीवित छ। आजको दिन हामीले भानुभक्तलाई सम्झनु मात्र होइन, उनको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प लिनु आवश्यक छ। आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिदो सामाजिक संरचना बीच पनि हाम्रो भाषा, संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो। यो जिम्मेवारी पूरा गर्न हामीलाई सफलता मिलोस् भन्ने विश्वास पनि व्यक्त गर्दछु। भानुभक्तले देखाएको मार्ग, सरलता, स्पष्टता, जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको छ। हामीले युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ, सृजनशीलता र नवपरिवर्तनलाई प्रोत्साहन गर्नुपर्छ र भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्छ। भानुभक्तको सम्मानमा जे जति गरिन्छन् ती सबै नेपाली राष्ट्रियताका पहरेदार कर्म हुन् र नेपाली मौलिकताका परिचायक हुन्।